हामीले नेपालबाट प्लेनको टिकट काटेर लिएर आएको भाँडा माझ्दै हुन्छ बिचारा माझेर थन्काउनु भयो यहाँ भाँडा माझ्ने ठाउँ त्यहाँ सुकाउने ठाउँ रमाइलो छ केटीले बिहान आएर राजमा आलुको तरकारी साग अचार बनाइन् अब छोड्लिन जान्छन् आएर के बनाउँछ फेरि यो त सेल पाकेको आमामा कलश भनेको थिएँ नि मैले एउटा है हजुर यसमा कलशमा जल भरेर अलिक छोडेर सस्मिता सिधै पवित्र पदे पवित्र पोतस्य काम पुरै तसकेयामा त्यो हामीले ज्योति गर्न खाउँ नि नमो सुनन्त आएछ त्यही बाधा सुभावे कर्नामनि पुरुषाय शाश्वते संस्कृति उदाहरणे नमः गंगा सुत पानी समर्पयामि नमस्कारामि त्यही राख्दिनुहोस् हजुर माथि राख्दै नि हुन्छ माथि तातो हुन्छ ल थोरै राख्नु ल गणेशजीलाई पूजा गर्नु है त अघि हामीले आह्वान गरेर जल चलाइदिनुहोस् ओम घनान्त घटपति भवामे घनान्त पितृपति भवामे निधिनान्त निधिपति भवामे दक्षिणामि गगतमजासि वन्दाम ओम भूर्भुवस्सः सिद्धिपति सहिताय सायुधाय मंगाय सायुधाय स्वावाहनाय स्वपरिवाराय श्रीमन् महागणाधिपते नमः एकस्य एकस्य मम पूजन ध्यानं भगवत्पूजन खरो भयो सेलरोटी पाक्यो अब फिर यता रिसावाला नदेखाए यो के हो यो के गर्दैछौ प्यारी तिमीले कसले कति खायो भने थाहा पाउँछौ यता के हुँदैछ यता बुढी पाक्दैछ आहा पुरी सक्यो क्या ल बधाई छ पुरी सकेकोमा बधाई छ अब नयन चिया पकाउ बा म आउँछु दिदी ए किन नआउ दिदी यहाँमा हाम्रा छोरीहरू दिदी के बुट्दै हो के दिदी यसमा अचारबाट निकाल्नु ल लड्डु पनि बनाउने यसबाट कतिवटा भन्नु 30 वटा जति होइन बाँकीको तिल भुटेर राखिदिउँ ल एकचोटि दियो पनि बालेर आउँछ मैले खण्ड दियो बालेको आज पण्डितजी आएर बालिदिनु भएको थियो के गर्दै उहाँले जिम्मा लिनुभएको छ गर्नु पर्यो नि केही छैन
यता पनि सेल पाक्दैछ ऊ हाय मेरा साथीहरू यिनी भए त म त के हुन्थ्यो होला आज चिया पकाउने वाली यिनी हुन् चिया भाँडा छ ऊ त्यहाँ ऊ त्यसमा पकाउने दुध एउटा पानी नहालेर बनाइदियो है हेर त फेरि खिचिदिनु पर्यो दुईजनाले मजाले पिरो छ यो कस्तो राम्रो देख्यो गणेश भगवान त्यो त भित्र छ बिचरा छुट्नु पनि कस्तो रमाइलो छ त्यो दिन त भोलि मेरो जग्गिया सानो जग्गिया बनाएको भोलि यहाँ रुद्री र सत्यनारायणको पूजा छ अम्बिका राम्रै भएछ है जग्यो हजुर सङ्गीता रन्जु थ्याङ्क यू यता छोरीहरू डेकोरेट गर्दैछ यता छोरी पनि डेकोरेट दुखारीहरू कति दुखी छन् एउटै कुर्ता ला मेरो पूजाको जग्गियो सानो नयनको लाग्नु रातिसम्म मेरो साथीहरू सेल पकाउँदै हुनुहुन्छ थ्याङ्क यू सो मच अघि उज्यालो पनि यिनै काट्दै थिए अहिले अँध्यारा नि यिनै काट्दैछन् अँध्यारासम्म पकाउँदैछन् सेल पाप्पा हुनुहुन्छ उहाँ अझै सेल पकाउँदैछन् बाहिर रात परिसक्यो रातिको 10:30 हुन लागिसक्यो रातिको सेल पाक्दैछ हेर पूजाको तयारी हेर सबै पकाएर घर गइसकेपछि खाली जान्छ अब भोलि बिहान आउँछ आउँथ्यो होइन अरू दुईवटा आउँथ्यो चाहिँ पैसा चाहिन्छ म त यही बेला आउँछ प्रशंसा गर्ने अलि झगडा भइहाल्छ खै आन्टी यहाँ हेर त यहाँ यत्रो तरकारी पकाएर खिच्नु पर्दैन तिमीलाई तपाईँ नगनी नगनी कलर कति राम्रो आयो हेर त होइन त भुइँमा राम्रो देखियो होला कराइमा फुकेर म भन्छु दिदी यसमा नमो वेदिने नमो भीमने कवचि नमो भारतीय भरतने नमो सुराय सेनाय नमो दुर्गाय काहनन्याय नमो कृष्णवे च परमेशाय नमो निखंगिरे चे कुरिमते नमो विष्णुभावेताय दिनेश्वराय संधाय सुधन वाणी नमो सुताय संध्याय नमो गुदाय वैष्णवाय नमो नमो पुत्राय भाष्याय नमो ध्याय तप्याय नमो विद्याय विद्याय नमो वाच्याय नमो वात्याय नमो वात्याय न्याय नमो वास्तव्याय वास्तुपाय समाचुराय नमो स्तंभाय संगवे म्राय चरणाय नमः संगवे नमः संगवे पशुपते नमो ग्राय भीमाय नमो ग्रीवदाय गिरिवदाय हंत्रे हानियसे नमो वृक्षेभ्यो हरिकेशेभ्यो नमः शंकराय नमः संभवाय मय भवाय नमः शंकराय महेश्वराय नमः शिवाय शिवतराय नमः भाज्याय नमः परतरणाय शिवतरणाय नमः पुण्याय नमः संख्याय धन्याय नमः सिकटाय प्रभाय नमः कीमशीलाय प्रेणाय नमः कपदिन्यता पुलस्ताय हरिण्याय प्रपन्थाय नमो व्रजाय नमो व्रजाय गोष्ठाय नमः शल्याय
हृदयाय च नमो हृदयाय च हरियाय नमो घाट्याय च घपरस्ताय च सुप्ताय च हरित्याय च नमः जपले नमो सुरदेव्यो ये पृथिव्या मेघा मन्न मेघवा देव्यो दश प्रति दश दक्षिण दश प्रति चेदादर्शो दिचे दशदा देव्यो नमोस्तु तेन बन्तु तेन मीडयन्तु ते यदिष्पो याश्चनो देतिष्ठमेघान् जम्बे दद्म ओम हर 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 महादेव नमो नमो भविष्याय नमो भविष्याय व्यासवो नमो नमो क्षत्रिय संगृहीतेभ्यस्तवो नमो नमो ओ महद्भ्यो अर्वाकेभ्यस्तवो नमो नमो नमस्तस्यभ्य रसकारेभ्यस्तवो नमो नमो फुलालेभ्य कर्मारेभ्यस्तवो नमो नमो निखादेभ्य पुञ्जिष्ठेभ्यस्तवो नमो नमो सोनिभ्य मृगयुभ्यस्तवो नमो नमः श्रमश्रव्यश्रपतिभ्यस्तवो नमो युगाचनं पशुपाच पशुपते नमो नीलगिरिवाच सिद्धिकण्ठाय च नमो कपतिने च हनुम कपतिने तवियुक्तकेशाय च नमो सहस्राक्षाय च शतधन्वने च नमो गिरीशाय च शिवविशाय च के गराउँदैछौ अस्मिता? डोरी बाटेको, धागो बाटेको। पापा र अस्मिता लाएर सानो चिटिक्क परेको जग्गा बन्दैछ यहाँ।